चालिसे। नमस्कार, म सरू घिमिरे। हामी हाल काठमाडौँ बानियाटार बस्छौँ र हामी विवाहित दम्पति। हाम्रो विवाह गरेको एराउन्ड 5 वर्षसम्म पनि हामी नेचुरल्ली बच्चा नभइसकेपछि हामीले के छ त्यसको कारण नर्मल्ली हाम्रो सोचाइ के छ भने विवाह गर्दा बित्तिकै बच्चा हुन्छ अथवा सहवास बस्दा बित्तिकै बच्चा हुन्छ भन्ने हाम्रो जुन सोचाइ को पछाडि के भनेर हामीले काठमाडौँ प्रसिद्ध डक्टरहरूसँग इन्स्टिच्युटसँग हामीले परामर्श गर्दै जाँदाखेरि हाम्रोमा कुनै मेजर डिफल्ट चाहिँ हामीले पाएनौँ। मेजर डिफल्ट भएको भए हामी त्यसैको निदानतिर लाग्थ्यौँ होला। तर के चाहिँ कन्फर्म भयो भने हामीलाई कन्फर्म हुनलाई चाहिँ हामीले नयाँ टेक्नोलोजी युज गर्नुपर्छ अथवा वेट एन्ड सी गर्नुपर्छ, कुनै पनि बेला हुनसक्छ भन्ने हामीलाई कन्फर्म भइसकेपछि अनि हामीले एकचोटि कन्फरेन्सको दौरानमा म दिल्ली गएको बेलामा एकचोटि त्यहाँ पनि इन्दिरा आइभिएफमा चेकअप गरौँ नि त भनेर त्यहाँ एउटा परामर्श गर्ने बेलामा त्यहाँ पनि सेम रिपिटेड रिजल्ट उहाँहरूले मलाई एडभाइस दिनुभयो। नहुने भन्ने छैन, तर कहिले हुन्छ भन्ने चाहिँ अब हामीले पनि भन्न सक्दैनौँ, त्यसलाई भन्छौँ हामी भगवान् भरोसा। त्यो भएर अहिलेको यो वैज्ञानिक समयमा हामी कन्फर्मेसन गरौँ, किन ढिला गरौँ भन्ने हामीलाई कन्सेप्ट भइसकेपछि हामी इन्डिया नै गएर भए पनि हामीले यसलाई अगाडि बढाउने प्रक्रियामा थियौँ। त्यसको लगत्तै यहाँ इन्दिरा आइभिएफको शाखा पानीपोखरीमा खुलेको भन्ने थाहा भइसकेपछि हामी यहाँ आयौँ र हामी यो समय चाहिँ एराउन्ड प्रिलिमिनरी चेकअपको लागि हामी 2 महिना जति लाग्यो भने त्यसपछि हाम्रो 10 महिनामा त हामीले दुईवटा फर्स्ट उसमै हामीले दुईवटा बाबुहरू ट्विन्स बोइज हामीले पाउन सफल भयौँ। यो हाम्रो अहिले चाहिँ हाम्रो 3 महिनाको बच्चाहरू छ र यो बिचमा यहाँको सिस्टम, यहाँको स्टाफ, यहाँको डक्टरहरू सबै मितव्ययी अनि एउटा साथी सहयोग जस्तो हामीले फिल गऱ्यौँ। हामी सम्भवतः सबभन्दा धेरै नै होला हामी हस्पिटलमा सामान्य चेकअपको लागि, अरूको लागि हामी धेरै नै आयौँ। तर उहाँहरूसँग कसैले पनि झन्झटिलो नराम्रो व्यवहार बोली गर्नु भएन। त्यस्तै म के पनि अहिलेको अवस्थामा के भन्न चाहन्छु भने यदि कोही नवविवाहित दम्पतिहरू उहाँहरूको सामान्य प्रक्रियाबाट बिहे गरेको 4-5 वर्षमा पनि नेचुरली केही भएको छैन भने सन्तान उत्पादन गर्नलाई कन्फर्म गर्न चाहनुहुन्छ भने एकचोटि आउनुहोस्, भेट्नुहोस् र आफ्नो अवस्था के हो र आफू कन्फर्म गर्न चाहनुहुन्छ भने अगाडि बढ्नुहोस् भन्ने म सल्लाह दिन चाहन्छु। हामी अहिले 2टा बच्चा भएकोमा हामी र हाम्रो परिवार सबै खुसी छौँ। यहाँको इन्दिरा आइभिएफको सेवाले पनि हामी एकदम खुसी र लाभान्वित भएका छौँ।